गएर क्या म बिजी छु मलाई फोन नगर म बोल्नु भ्याउँदिनँ मेसेज गर होइन म तिमीहरूको मेसेज हेर्छु त्यति नै मलाई फोन नगर म बोल्नु भ्याउँदिनँ रिसाएको त रिसाउने त पुरै छैन रिसाएको होइन म यति चित्त दुखेको छ कि होइन सायद अब तिमीहरूसँग अन्तिम दिन हो मेरो बोल्ने मसँग नबोल्दा नि केही हुँदैन यो चाहिँ हाम्रो साथी रुपीको भोइस है ऊ चाहिँ पुरा रिसाइरहेको छ तिमीहरूसँग बोल्दिनँ के भनिरहेछ नि त खास चाहिँ के हो भन्दाखेरि उसलाई चाहिँ अलिकति हेल्थमा समस्या भएको कारणले गर्दाखेरि ऊ नेपालमा मेडिकलको लागि आइरहेको थियो अनि मलाई यो अवस्थामा तिमीहरू भेट्न आउँदैनौ भन्दै थियो अनि तर पनि हामी चाहिँ अब आफ्नो आफ्नो समस्याले गर्दाखेरि नआउने भनेको अनि त्यो भएर चाहिँ पुरा रिसाइरहेको थियो है तर पनि हामी चाहिँ यहाँ जाऊँ न भनेर हामीले चाहिँ तिनजनाले प्लान गरिसकेको थियौँ अनि त्यो अघि नै गाडीमा तपाईँहरूले देख्नुभयो पुरा हामी तिनजना चाहिँ गाडीले मातेर हैरान अनि बाटोमा के खाएर आयौँ तेरो लागि भनेर त्यो चाहिँ भिडियोहरू हल्का हामीले बनाएको थियौँ है अनि बिहान फेरि हेर्नु न बिहान पुग्यौँ दिदी सुषमा दिदीको घर नभेटेर खोज्दा अनि उसलाई थाहै छैन भनेको थिएन हामी दिदीलाई चाहिँ हामीले भनेको थियौँ तर दिदीलाई नभन्दै भनेको थियौँ अनि उसको चाहिँ अपरेसन भइसकेको थियो हामी पुग्दा ऊ चाहिँ 3 घन्टापछि मात्र होस आउँछ भनेको भएर चाहिँ हामी केही चियाहरू खायौँ दिदीले चियाहरू खायौँ एकछिन रिफ्रेस हुन्छ भनेको भएर हामीले उसलाई वेटिङ गर्नको लागि चाहिँ हामीले चियाहरू खायौँ है त्यहीँ मेडिकलको क्याफे रहेछ अनि बुके ल्याउनु बिर्सेछ बुकेको लागि चाहिँ केटीहरू निस्किएको थियो नपाएर अन्तिममा नर्सरीमा गएर गमला किनेर आफै काटेर ह्यान्डमेड बनाएर ल्याउँदैछ है दुईजनाले चाहिँ अनि यहाँ चाहिँ हेर्ने त्यो आउँदैछ हामी अगाडि नै हुन्छौँ लिएर आउनु भनेको थियौँ अनि त्यसलाई चाहिँ लाग्यो अरे आज भेनाले किन भिडियो खिच्दैछ भन्ने लागेछ क्या त्यसको उयो हेर्नु न अनुहार पनि हेर्दा थाहा भइहाल्छ अनि हामी चाहिँ बाहिर बसिरहेको थियौँ त्यसलाई आएपछि के गर्ने कसो गर्ने कसरी जाने भनेर चाहिँ हामी सल्लाह गर्दै थियौँ है अनि अब धेरैजना भएपछि त्यही हो सल्लाह धेरै हल्ला हुन्छ होइन अब उसलाई थाहै छैन क्या उसको रियाक्सन कस्तो हुन्छ अब यहाँ हेर्नुहोस् है दिदीले बाहिर लिएर आयो नि त यहाँ हेर्नुहोस् है हामीलाई देखेर त्यो एकछिन अचम्मै भयो अचम्म मात्र होइन रुएर त्यहाँ सबैजनालाई रुवायो क्या अनि सबैजना रुएर धङ्सै अब म चाहिँ क्यामराम्यान भइहालेँ है अनि भरे पो थाहा भयो क्या त्यहाँ हामी मात्र रुएन रहेछौँ त्यहाँ गेटमा हुनुहुन्थ्यो हाम्रो एकजना के अरे गेटमा बस्नुहुने दिदी उहाँधरि रुनु भएछ क्या अनि उहाँहरूले भरे पनि हामीलाई देखेर तपाईँहरूलाई पर्खिनु न भन्दै हुनुहुन्थ्यो क्या पुरा अब यो अचम्मै लाग्यो अरे यसलाई मैले त सोचेकै थिइनँ तिमीहरू आउँछौ भनेर भन्दै रुँदै थियो अनि एकदमै खुसी भयो अब यो बेलामा जाऊँ न है एकदम थोरै समयको लागि हामी गएको थियौँ अनि यसरी चाहिँ हामी त्यहाँ पुग्यौँ अनि अब घर फर्किनु पर्ने भयो आफ्नो आफ्नो कामहरू छ है हामी चाहिँ अनि जानको लागि भनेर बिहान 4 बजी उठेर यसलाई पनि उठाएर ल हामी गयौँ अब त राम्रोसँग बस राम्रोसँग अब रिपोर्टहरू आउनु बाँकी छ भनेर हामी चाहिँ यसरी बिहानै त्यसलाई बाई गरेर निस्क्यौँ घरबाट बाहिर निस्केर सुषमा दिदी पुऱ्याउन आउनुभएको थियो गाडीले लोकेसन ट्र्याक गर्न नसकेर चाहिँ समस्या भइरहेको थियो बिहान 4 बजीदेखि यहाँ गाडीलाई लोकेसन सुषमा दिदीले भन्दा पनि नसकेर हैरान अनि दिदीलाई हामीले रुममा जानुहोस् न त भनेर हामीले उहाँ रुम फर्किनु भयो एकछिन हामी भिडियोहरू यसो बनायौँ अनि केही गर्दा पनि गाडीले हामी अब बसेको ठाउँ चाहिँ पत्ता लगाउन सकेन है अनि अन्तिममा त्यहाँको नगर प्रहरी दाइहरू हुनुहुँदो रहेछ बिहान यसो हिँड्नु हुँदो रहेछ अनि उहाँसँग भेटेर अनि उहाँले चाहिँ अनि फेरि हामीलाई हेल्प गर्नुभयो अनि गाडीलाई लोकेसन दिनको लागि यहाँ हुनुहुन्छ भनेर उहाँले सबै कुराहरू गरिदिएपछि गाडी चाहिँ ठ्याक्कै आयो अनि यसरी चाहिँ हामी फर्क्यौँ है अनि फर्केर पनि हामी बिचमा साथीसँग हामीले केही रमाइलो पलहरू बिताएका छौँ त्यो हामीले अहिले रिभिल गरेका छैनौँ केही समयपछि गर्नेछौँ है अब साथीभाइहरू भनेको चाहिँ एकदमै झन् यो एजमा आएर चाहिँ इम्पोर्टेन्ट अलिकति जे होस् भनिन्छ नि बाउआमा अथवा आफन्तहरूलाई कतिवटा कुरा सेयर गर्नु नसकेको कुरा चाहिँ साथीभाइहरूसँग चाहिँ सेयर गर्नु सकिन्छ नि त अनि त्यही भएर हामी दिदीले लानै दिनुभएको थिएन दिदी र आन्टीसँग एकछिन भए पनि हामी निस्किन्छौँ नि भनेर हामीले चाहिँ एकदम भनेको भएर चाहिँ अनि एकछिन हामी निस्किएको थियौँ अनि केही कुराहरू पनि गऱ्यौँ समय पनि बितायौँ साथीसँग त्यो चाहिँ पछि हामी तपाईँहरूलाई रिभिल गर्नेछौँ अनि यो भिडियोहरू सबै बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि एउटा मेमोरी क्रिएट होस् न
भोलि होइन समय आज जस्तो छ भोलि नहुन सक्छ है एउटा मेमोरीको लागि भनेर चाहिँ हामीले सबै सानो सानो क्लिपहरू चाहिँ राखेका हौँ हुन्छ सबैजनाले हेरेर इन्जोय गरिदिनु होला हस् त धन्यवाद